एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आजको भ्लग चाहिँ हुने थिएन बट यसरी स्टार्ट छ घरमा पनि छ मेरो फर्स्ट सरप्राइज। खै दुईजना सरप्राइज कस्तो भयो होइन मलाई सरप्राइज दिएको। मेरो अर्को सरप्राइजहरू आउँदैछ। खोला खोला हाय पारु यो चाहिँ जस्ट एक्टिङ हो है। पारु मलाई देखेर एक्साइटेड भयो तिमी हैन पानी पियो म तिम्रो लागि कस्तो दामी गिफ्ट ल्याइदिन्छु म मिठाई यो चाहिँ जस्ट एक्टिङ हो। यो चाहिँ एक्टिङ हैन है। ओ स्नेहा हेर खोला 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 स्नेहा सबैजना आइज स्नेहा खुसी देखो। यो चाहिँ डाइरेक्ट फ्रम भुटान हो। यो चाहिँ म ल्याउनु गएको थिएँ भुटान। यो चाहिँ सिक्किमको वाइन सपबाट ल्याएको। यो चाहिँ हो हाम्रो फर्स्ट सरप्राइज। आज मलाई मेरो साथीले के दिएको सरप्राइज भिजिट दिएको। पक्रा त्यसरी प्रियङ्का एकछिन तिम्रो सरप्राइज दिल्लीबाट चाहिँ म मैला लुगाहरूमा छ स्यालेरी बसेन कसैको छैन न त्यत्रो नोटिस दिएर पनि कसैको नि बसेको छैन। पढ्दा अलिकति राम्रो लगाउँछ छोडेर आएको इयरली छुट्टी अब 2 महिना नि 2 महिना छुट्टी परे त 2 महिना हामी त कहिले पाउँदैन। सबले जुत्ता खोले ना ए आम सो सरी तिमीलाई थाहा छैन म घर आउँदैछु भनेर कसलाई यति सामान आधी सुबामा दोष के छ। यसो हेर्दा त जुत्ता पनि छोडेर गएको रहेछ। त्यही छोडेर कि कति नफेरा पानीहरू नि थिएन पानी पिउँछौ सचिन्दा भित्र आउनु न। पर्किन्दा स्नेहा पनि छ। तपाईँ एक्लै आएको ओ मेरो साथी स्नेहा नमस्ते खासै ब्रोले गर्दाखेरि आमासँग घरमा पऱ्यो भनेर लागेर यसमा पकला भन्यो त्यही कति आमाले लैजाले होइन खासा गरेर लुइस कस्तो बुझे दुईटा ल्याइदियो कि त्यही हुन्छ नि त्यो के पो सुइपटेर पनि अगाडि अझै हाल्नु मलाई दुईटा एउटा यत्रो थियो तर मैले होइन अझै भाउ पनि हालिदिएको थिएँ कि होइन मलाई यति चाहिएको भन्यो भनी नामले यसमा फसाएको। तिमीले त प्रसादहरु त के लगेछ त हामीले चाहिँ टक्कै खाना बनाइसक्यौँ। रुन्दै रुन्दै प्याज काटेको नि देखाइदिनु उनीहरू जाडोमा मासु लिनु गएको बाहिर बसेर खाउँ 4 जनाको लागि पिकनिक खै प्रियङ्का ए मेरो भात मलाई चाहिँ घरकै मान्छे भनेर क्वार्टर प्लेटमा दियो। टेबल खास तिमीहरु डाइनिङ टेबल चाहिँ यो हट भएन। सो हाम्रो डिनर सेफको हेल्पर हामी दुईजना नि हेल्पर र हामी दुईजना कम्ती हेल्पर। खाइदिएकोलाई नभनी खानु थाल्यो सागरले। खाइदिएकोलाई नभनी खायो सागरले। तपाईहरुलाई पारुको युट्युब च्यानलमा आजको होस्ट चाहिँ म। आज हामी झालमुरी बनाउन आँटेको छ। झालमुरी खानेहरू गिच्चुवा गिच्चुनीहरू चाहिँ आलु उसिन्नु भने अहिलेदेखि गएन यो केटीलाई आलु उसिनेको छैन। त्यहाँदेखिको अन्त म छु यता चाहिँ झालमुरी चाहिँ आज हामी गिलो खाने अरे। अब औ यसो गरेर त्यो मुराई पनि त्यो आलुसँग उसिनेर गिलो खाने। अन्त आज होइन त्यो नाम चाहिँ याद छैन के हो। हाई गाइस आज चाहिँ हामी सिटी नलाग्ने कुकुरमा आलोचना आँटेको छ। अन्त मेरो यहाँनिर आज चाहिँ ठुलो सुन्तला हुन्छ ठुलो खालको सुन्तला। यो चाहिँ झन्डै मजा रहेछ। यो भोकोटे देखेर त मलाई भोकोटेको याद आयो। यही हो यस्तो म यो गीत चाहिँ मलाई मेरो लागि बनाइदिएको हो आफ्नै छायाले। म डान्स गर्छु नि। हेलो एभ्रिवान, म चाहिँ अभिनव कर्नाटकको हो।
एउटा प्याज यो पनि अर्को प्याज भरे त्यो हेर्छ युट्युबमै छ होइन प्याज काटेर देख्नु तपाईँ प्याज काट्नुको लागि तपाईँहरूले सिक्नु छ भने चाहिँ मेरो युट्युब च्यानल फलो गर्नुहोस् त्यहाँनिर म प्याज नयाँ नयाँ तरिकाले प्याज काटेर देखाउँछु होइन पहिलाखेरि चाहिँ यो प्याज काट्नुको लागि चाहिँ तरिका चाहिँ के भन्दा यसको टुप्पी छिन्नुपर्छ त्यहाँदेखि यसको पिन तास्नुपर्छ होइन त्यहाँदेखि पिन तासेर चाहिँ यसको छाला चिरेर चाहिँ यसको मुढा बनाउँछु म अलिअलि बोल्नु आएकै मलाई ए उयो छ कि छैन होइन त जस देखाउन यहाँ यस्तो गर्दैछ भयो त अन्त काट्दैछ भइहाल्यो भयो पोस्ट गरिदिनु काट्दैन देखाउनु भने कसरी काट्दैछ यताबाट यस्तो उताबाट यता आउनु कोटिङहरू अब कस्तो छ अब यो चाहिँ मेरो प्याज काट्नु सिक्नु छ भने चाहिँ मेरो पेजलाई फलो गर्नुहोस् होइन त्यहाँ चाहिँ म दिनदिनै नयाँ नयाँ तरिकाले प्याज काटेर देखाउँछु होइन ब्रो के भन्छौ तिमी सही हो सही किनभने मैले प्याज काट्नुमा चाहिँ मास्टर्स गरेको प्याज काट्नु सिक्नु छ भने तपाईँले सागर कुलुङ दाइलाई फलो गर्नुपर्छ इन्स्टाग्राममा यो कलर बनाउनु लागि यसको लागि चाहिँ हामीले यसो युज गरेको छ दोस्तहरू तपाईँहरू चाहिँ जे पनि युज गर्नुहुन्छ आँटा मैदा होइन सुजी काँडा दुधको चाहिँ भन्दैन म समझ्दै मलाई साह्रै काटी त्यो हामीले मजाले उमाल्नुपर्छ होइन डल्ला चाहिँ पर्नु हुँदैन होइन तर के गर्नु डल्ला पर्दैन भने चाहिँ डल्ला परेन हाम्रो अनि कसरी चाहिँ खाने थियो अरे अहिले कपमा हालेर रुच्छ डल्लो चाहिँ पर्नु हुँदैन नि डल्लो पऱ्यो नि भइहाल्यो लागि त्यो चाहिँ हाम्रो अनुजाकोबाट हाम्रो यो फुड कलर आइसकेको छ होइन कोलाबो अनुजाबाट तपाईँले किन सक्नुहुन्छ एकदम राम्रो खाने कलर हातमा लागि न त जान्दैन यो चाहिँ हाम्रो भित्रको भित्र राखेपछि रातो बनाइन्छ यो तपाईँले अब तपाईँलाई जतिको रातो खानुपर्छ त्यति खानु छैन तर राम्रो चाहिँ होइन हेल्थको लागि तर नि अब हामी के गर्नु अब हामी त देखाउनु लागि खान्छ होइन यहाँ हालेपछि चाहिँ सेटिस रातो हो तपाईँलाई जति खानु मन लाग्छ त्यति हाल्नुहोस् मलाई चाहिँ रातो खानु मन परेको छ रातो बनाइदिन्छु म हो एकदम रेडी गर्दैछ भाँडासाँडा धोएर होइन त्यहाँदेखिको हाम्रो यहाँ प्याज खोर्सानी एकदम रेडी होइन त्यहाँदेखिको यो उयो पनि रेडी होइन सस पनि अन्त चिकन खाने चिकन पनि छ होइन चिकन पनि छ होइन चिकन चाहिँ तर आज म खाँदिनँ किनभने मैले अघि खाइसकेको नाउ लेट्स पिल द पोटेटो अब हल्का 8 पिस आलु चाहिँ टक्कै अब यो भयो होइन गाइस अब आलुलाई चाहिँ यसरी काट्नुपर्छ होइन तपाईँहरू आलु कसरी काट्नु कसरी छिल्नु कसरी उसिन्नु भन्नु छ भने चाहिँ मेरो पेजलाई फलो गर्नु होला जुन चाहिँ पेज चाहिँ छैन त्यहाँदेखि चाहिँ म दिनदिनै आलु तास्नुको टेक्निकहरू आलु काट्नुको टेक्निक्सहरू सिकाउँछु होइन तपाईँले त्यसमा चाहिँ www.google.com मा गएर चाहिँ हेर्न सक्नुहुन्छ गफ दिनु चाहिँ आयो मनी प्लान्ट त सबै पालो भएछ पालो किनभने त्यो मनी प्लान्ट किन पहिलो भन्दाखेरि चाहिँ खाना बनाउने मसला रेडी हुनु गइरहेको छ होइन हाम्रोमा तिल छैन रहेछ अन्त त्यही भएर चाहिँ हामीले सिलाम हाल्न आँटेको छ सिलाम पनि तपाईँले युज गर्नु सक्नुहुन्छ अन्त यो हाल्यो भने मिठो भइहाल्छ खोइ अहिलेसम्म त खाएको छैन सिलाम हालेको तर पनि वान अफ द बेस्ट इन्ग्रिडियन्ट्स हो अचारमा दानी हो अचारमा दानी हुन्छ होइन तर त्यही भनेर चाहिँ मैले सोचेर अब यो पनि हालेको होइन अरू मसलाहरू पनि रेडी छ यहाँनिर अब त्यो चाहिँ अब एकछिनमा यो पाकिहाल्छ किनभने यो छिटो डढ्छ नि त मेरो हिसाबमा अब यो पाक्यो होइन धुवा निस्किनु थाल्यो अलिक कालो कालो पनि भयो अब यसलाई हामी साइड गरेर एकछिन सेलाउनुको लागि राख्छौँ त्यहाँदेखिको बादमा यसलाई हामी ग्राइन्ड गर्नुपर्छ मिक्सरमा झ्याङ सेलाएर चाहिँ अब हामी नेक्स्ट मजाले ब्राउन बनाउनुपर्छ यसलाई हो गाइस अब ग्राइन्डको लागि रेडी रेडी यो चाहिँ हाम्रो एकदम स्पेसल कडाईमा चाहिँ अब एकदम खिचिँदैछ मिक्सर त्यहाँनिर छ मिक्स गर्ने मान्छे चाहिँ काँक्रा छैन निम्बु सो हाम्रो झालमुरी यहाँ भइसकेको छ तेल हाल्दैछु बोल न तिमी हो देखो न गाइस देखो न हेर्नुस् न साथी हो हेर्नुस् न कस्तो उयो गरेर गरेको तिमीले त मन लगा यो चाहिँ अब सुक्खा खाने पार्टीहरूलाई छुट्याएको जसलाई सुक्खा खानु मन लाग्छ गाइस देखो न हामी
अब यदि भइसक्यो ल अब तिम्रो देखो न गाइजले चाहिँ अच्छा त्यो चाहिँ गिल्लोवालालाई अम्बो कुन चाहिँ कलर ल्यायो सिन्दुर जस्तो यस्तो हो देखो ना गाइस देखो ना सिन्दुर कलर ल्याएर देखो ना गाइस के लोन दिँदै थियो देखो ना गाइस देखो ना यो गिल्लो खानेलाई गिल्लो सुक्खा खानेलाई सुक्खा मम्मीले सोच्छु ल यो तर रातो चाहिँ सिन्दुर जस्तो रातो भयो देखो ना निम्बु कम्ती भएछ लाग्यो सबै निम्बु कम्ती भएछ ल देखो ना गाइस देखो ना कितना लाल हो गया है देखो ना मेरी शर्म से इतना लाल नहीं होता गाइस देखो ना दुईटै अलिअलि होइन दुईटै देऊ न हौ दुईटै कस्तो मुख मिठाको प्रियाङ बिचारा ए आन्टीहरूलाई फेरि त्यो मन परेन भने सुका छ नि त भयो त्यति नै होला देखो ना गाइस देखो ना हाम्रो ब्याटर रेडी भयो देखो ना गाइस ल यो यस्तो यस्तो रेड थियो अलिक अरेन्ज भए पनि मिठो देख्थ्यो कि अम्म लाल त सिन्दुर है यो रातो खालको नै फेरि त्यो भयो अरेन्ज हुनु पर्छ नै देखो ना गाइस देखो ना भयो कि साह्रै इरिए भइसक्यो म त निम्बु कम्ती भएछ लाग्यो मलाई निम्बु थप्नुपर्छ होला है देखो ना गाइस पारु तिमी खाऊ न खुद बनाया और खुद क्या मिठो क्या खानु मन लाग्यो पनि खान्छु मटर भएको थियो न It's middle Eastern. As expected. मुख भएको छैन आन्टीहरूले नामको लागि मात्रै भनेको मिठो भएको छैन बट एक्सिलेन्ट खाने बानी यसपालि चाहिँ गुड मात्रै छ के भन्छौ दिदी है सुक्खा नि लिएर आन्टीहरूले सुक्खा दिएन त छोरो बनाउनु तयार न त देरमा दिन दिगाउनु है बाजे खुल्का बुढी किन जानु त चिसो पानी खाइदेऊ लाग्छ चिसो पानी खाइदेऊ लाग्छ तरुनीलाई लैजाऊ लाग्छ आधे तोपैको बोला पछि सिन्दुर भर रात त हिजो पनि परेकै हो आज पनि पर्यो अब भोलि पनि पर्छ कसम नआएको के गर्छ छोरी कसरी भाइहरू रात भोलि पनि पर्छ होइन नपत्याएको हो भाइहरूले हेरेको होइन नपत्याएको के गर्छु आजको रात अलिक लाग्यो गइहाल्यो लाइन मान्दा सोची लो छिटो पुलिस बोलाइयो हामी चाहिँ झालमुरी खाइसकेर होइन तर